भाइरल टिभी यता छ, हेर्नुहोस् यहाँ बवाल भइरहेछ। भाइरल हुनको लागि पुरै भिडियो बनाइरहेको छु। अनि यहाँ तलतिर पुरै पार्किङ पनि छ। काठमाडौँ सहर हेर्दा लाग्छ रहर कमाइ छैन साला, जिरो लेभल है। यो त वन पाहाड जङ्गल जस्तो दामी ठाउँ छ। यता पनि बबाल ठाउँ छ नि, ब्युटिफुल बबाल ठाउँ होइन। यत्रो भएपछि चाहिँ अलिक काठमाडौँ ठाउँमा पनि होइन बस्न पनि मजा आउँछ क्या। ल यो नि त वाउ यस्तो दामी, यो नि त यार दामी सब्जेक्ट, खतरा झिलिमिली देख्दैछु त यार। मेरो आँखा यस्तो झिलिमिली देख्या हो कि बवाल भिडियो के हो यार। आइफोनमा खिच्यो भन्दा बवाल आएछ होइन। आजदेखि मैले भिडियो खिच्न जाने बब्बाल। हेर्नुहोस् यहाँको आसपास फुल यति ब्युटिफुल छ कि कुरै नगर्नु। यो फुलको सुन्दरताले गर्दा म पनि याद पुरै झिल्के जस्तो देखिरहेको होला होइन। ओ माई गॉड ए झिलिमिली झिल्ला। मेरो युट्युब च्यानलमा सहायता गर्नुहोस्, आफ्नो हिसाबले जे गर्न सक्नुहुन्छ त्यही नै आफ्नो तर्फबाट हस्। यति भएपछि चाहिँ केही न केही हुन्छ क्या साथीहरू। मेरो भ्लग पनि खत्रै आयो क्या। यहाँ चाहिँ जात्राको लागि सबै कुरा तयारी हुँदैछ होइन। यस्तो बवाल हेर्नुहोस् त यहाँ फुलहरू भयो, फुलहरू होइन झिलिमिली सब झिलिमिली हुँदैछ क्या। यहाँ चाहिँ बब्बाल झिलिमिली हुँदैछ कि जहाँ हेऱ्यो त्यहीँ झिलिमिली। मेरो आँखा झिलिमिली हो कि यार, लाइटको झिलिमिली हो कि के हो यो होइन। आज घुम्या हो ए बजारै घुम्ने सबै घुम्ने। हेर्नुहोस् त लो यार टिभी चलिरहेछ क्या। अब अरू पनि देखाउने छु नि म, अझै म देखाउने छु क्या। अझै पनि आउँदैछ क्या टिभी। तेरिकै के चिन्ता गर्नु भयो, बाटोमा टिभी चल्दैछ भैया। 2082 सालको चाहिँ पुरै जात्राको चाहिँ होइन भिडियो खिचिरहेर हाल्नु भएको रहेछ। अब फेरि 1-2 दिनपछि चाहिँ यहाँ जात्रा हुँदैछ भनेर सुनिरहेको छु। त्यो जात्राको भिडियो पनि आउनेछ र सबैले देखाउने छु है। सबैले इन्तजार गर्नु होला है, पर्खिराख्नु होला। ओ माई गॉड अरे यार टिभी त म अझै देखाउँछु कि, अझै देखाउँछु म टिभी। लाखे नाचानाच भइरहेछ टिभी बवाल हो। ल म पनि भाइरलै हुने भयो क्या। अब यहाँ भाइरल भइदिइरहेको क्या। अब यति भएपछि त म ल भाइरल त होइन कन्फर्म भाइरल क्या। अब ल अरूले भाइरल नगर्ने नि आफ्नो मनले आफैलाई नै भाइरल गराइरहेछ क्या होइन। अब म यहाँबाट प्लेसको मौकालोतिर लागेँ ल। हेर्नुहोस् कम दामी छ यो चाहिँ यहाँको लागि केही पसलहरू। जात्राको लागि पुरै व्यवस्था मिलाइराख्यो। आजलाई यहाँबाट बिदा गरिदिन्छु। सबैलाई बाई बाई, जय नेपाल।